साथीहरू, आज चाहिँ मैले तपाईहरुसँग फरक विषयवस्तु लिएर आएका छौं। खासमा चाहिँ हाम्रो दैनिक जीवनमा आइपर्ने कुराहरू सँगसँगै जोडिएको छ। हामीले घरमा खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयलाई चाहिँ छोटो जोडेर चाहिँ आजको भिडियोमा प्रस्तुत गर्दै छु। खासमा चाहिँ हाम्रो दैनिक जीवनमा प्रयोग हुने वस्तुहरू, किचनमा चाहिने खानपानको कुराहरूलाई चाहिँ आजको विषयवस्तुमा समावेश गरेको छु। हामीलाई दैनिक रूपमा प्रयोग गरिने वस्तु जे चाहिएको छ त्यो मात्रै खरिद गर्ने बानी चाहिँ हामीले सुधार्नु पर्ने हुन्छ। किन भन्दाखेरि हामीलाई एउटा वस्तु चाहिने भएर हामी पसल जाँदै गर्दाखेरि, बजार जाँदै गर्दाखेरि चाहिँ त्यो वस्तु सँगसँगै हामीले अरू वस्तुहरू पनि हामीले देखिन्छ। अरू वस्तुहरू पनि आवश्यकता हो कि जस्तो महसुस हुन्छ अनि जे किन्न जानु भएको छ नि त्यो पनि किन्छौँ अनि अरू के देखिएको छ त्यो वस्तुहरू पनि हामीले किन्छौँ। त्यो भनेको लागि चाहिँ हाम्रो फजुल खर्च हो। जे चाहिएको छ त्यो मात्रै ल्याएको भए त ठिकै हुन्थ्यो, तर अरू पनि हामीलाई आवश्यकता जस्तो महसुस हुन्छ र त्यहाँ देखेपछि हामीलाई किन्न मन लाग्छ अनि त्यो भनेको चाहिँ हाम्रो खर्च बढ्नु। त्यसले गर्दाखेरि चाहिँ कतिजना साथीहरूले नि सेयर गरिरहनुहुन्छ मलाई कति धेरै खर्च भइरहेको छ भन्ने कुराहरू चाहिँ। त्यसलाई हामीले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चाहिँ तपाईहरुलाई छोटो जानकारी दिँदैछु। मैले चाहिँ के गर्छु भन्दाखेरि दैनिक रूपमा आवश्यक पर्न सक्ने वस्तुहरूलाई चाहिँ एक महिनामा चाहिँ ल्याउने गर्छु। किन भन्दा पटक पटक पसल गएर त पटक पटक अरू सामान पनि थपिन सक्छ, ल्याउन मन लाग्न सक्छ, देखिन्छ भनेर चाहिँ एक महिनामा आफ्नो भान्सामा चाहिने सामानहरू चाहिँ पहिला ल्याइरहेको सामानहरू सकिँदै गरेको छ अथवा पूर्ण रूपमा सकिसकेको छ भने हरेक महिनाको 1 गतेदेखि 4 गते भित्रमा चाहिँ सकिने लागेको सामान र सकिएको सामान चाहिँ मैले लिस्ट गर्छु अनि म पसलमा गएर आफूलाई त्यो आवश्यक वस्तुहरू चाहिँ त्यो लिस्टमा हेर्दै किन्ने गर्छु। हामीले चाहिँ 1 महिनाको कुरा गरिरहँदा कतिजनालाई लाग्न सक्छ 1 महिनासम्मको सबैजनालाई एकैचोटि किन्न पनि गाह्रो हुन सक्छ भन्ने पनि हुन सक्छ। तर हामीले बीचमा किन्नु अथवा 1 महिनाको लागि किन्नु भनेको चाहिँ किन्नै पर्ने कुरा हो। र हामीले आज चाहिँ हाम्रो जे जति हामीले काम गर्न सकिराखेको छ, कमाइ गर्न सक्छ, त्यो बेला चाहिँ हामीले आफ्नो खर्च व्यवस्थापनलाई चाहिँ ध्यान दिन सकेन, जति कमाइ गर्यो त्यो जम्मै सकायो भने भोलिका दिनहरू पनि हामीले आजकै दिनमा जस्तो कमाइ रहन्छ, गर्न सक्छ, काम गर्न सक्छ भन्ने नहुन सक्छ हैन। कतिपयको आजको दिनभन्दा भोलिका दिनहरूमा राम्रो आम्दानीहरू बढ्ला, तर कतिपयको चाहिँ आज जस्तो भोलि नहुन पनि सक्छ नि त। त्यसले गर्दा हामीले सधैँभरि वर्तमान त खुसी हुनैपर्छ, वर्तमानको समयलाई त एकदम सदुपयोग गर्नैपर्छ। त्यो सँगसँगै हामीले भविष्यलाई पनि हामीले मध्यनजर गरेर चाहिँ समयमा नै खर्च व्यवस्थापन गर्न सक्यो भने भविष्यमा हामीलाई ठुला चुनौतीहरू आउनबाट जोगिनलाई चाहिँ आजको व्यवस्थापन, खर्च व्यवस्थापन गर्नु भनेको तपाईको बचत गर्नु हो। बचतले तपाईलाई धेरै राहत मिल्नेछ। यदि तपाईलाई यो भिडियो मन पर्यो भने तपाईले आफ्नो फेसबुक पेजमा सेयर गर्नु भएर आफ्ना आफन्तजनलाई, साथीभाइलाई पनि सुनाउन सक्नुहुनेछ भन्दै यतिन्जेलसम्म भिडियो हेर्नु भएकोमा सबैजनालाई धन्यवाद व्यक्त गर्दछु। धन्यवाद।